रश्मि कुमारी घिसिङ जसलाई एक जमानामा चाहिँ फुटबल भनेपछि चाहिँ मनै पर्दैन थियो कि उसलाई इरिटेट हुन्थ्यो, तर फेरि उनको बुवा र उनको मम्मीलाई भने फुटबल प्लेयर अति नै मनपर्ने र आफ्नो छोरीलाई पनि राष्ट्रिय खेलाडी भएको देख्न चाहनुहुन्थ्यो। समय बलवान छ के नभन्दै रश्मि कुमारी घिसिङ नेपालको राष्ट्रिय खेलाडी बनिसकेको छ। त्यो खेलाडी जसलाई चाहिँ पहिला फुटबल भनेपछि चाहिँ इरिटेट हुन्थ्यो, उसलाई मनै पर्दैन थियो कि, तर आज हेर्नुहोस् त यो खुसी उनको बुवाले भने आफ्नो छोरीसँग साट्न पाउनु भयो, तर उनको मम्मीले भने यो खुसी साट्न पाउनु भएन। म चाहिँ मम्मीलाई के भन्न चाहन्छु, उहाँ सायद सुनिरहनु भएको होला, हामीलाई हेरिरहनु भएको होला, रश्मिलाई हेरिरहनु भएको होला होइन, जता भए पनि। सो हामी चाहिँ के भन्न चाहन्छौँ भन्दाखेरि आमा तपाईँको छोरी, हजुरको छोरी राष्ट्रिय खेलाडी बनिसकेको छ है, र उहाँको गोल हेर्नलाई हामी कति आतुर हुन्छौँ होइन। उहाँले आज रश्मिले चाहिँ गोल हान्छ है भनेर हामी कति आतुर हुन्छौँ होइन, र जब उहाँले गोल हान्नुहुन्छ हामी सबैजनाले गर्वको साथ छाती फुलाएर चाहिँ हामीले चाहिँ गोल सेलिब्रेट गर्छौँ कि। त्यसैले चिन्ता नगर्नु होला आमा, रश्मि कुमारी घिसिङ राष्ट्रिय खेलाडी बनिसकेको छ एन्ड वी आर भेरी 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 प्राउड अफ हर। रश्मि आज राष्ट्रिय खेलाडी बनेर नेपालको प्रतिनिधित्व गरिरहेको छ, र आज राष्ट्रिय खेलाडी बनिरहँदा रश्मिको पछाडि भने थुप्रैजनाको हात रहेको छ, जसमा सम्झिनुपर्ने हात भनेको फर्स्टमा त उहाँको मम्मी र बाबा नै हुन्छ, त्यसपछि भनेको उहाँको कोच चित्र गुरु भन्नुहुँदो रहेछ, उहाँको कोचको पनि धेरै नै हात रहेको छ। र रश्मि हाम्रो रौतहटको चेली रहेको छ, र रौतहट भनेपछि अभियसली राष्ट्रिय खेलाडी उत्पादन गर्ने चाहिँ एउटा चाहिँ थलो रहेको छ। रश्मिको पहिलो क्लब भनेको चन्द्रपुर नगरपालिका क्लब रहेछ, र त्यसपछि रश्मि हाम्रो आर्मीमा जानुभयो, र त्यसपछि अहिले रश्मि हाम्रो एपिएफ क्लबबाट खेल्दै हुनुहुन्छ। रश्मिको जन्म 2002 जुनको 15 तारिकमा भएको रहेछ, जुन आज रहेको छ। त्यसैले रश्मि कुमारी घिसिङलाई चाहिँ जन्मदिनको धेरै 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 शुभकामना छ, र आजको दिनमा हामी एउटा विस गर्छौँ कि रश्मिले चाहिँ आउने दिनहरूमा चाहिँ राम्रो क्लबहरूबाट, विदेशी क्लबबाट खेल्न पाउन्, हामी चाहिँ यो प्रार्थना गर्छौँ है त। सो गड ब्लेस यु भन्छु म चाहिँ, खेल्दै जानुहोस्, राम्रो गर्दै जानुहोस्, बाँकी त हामी छँदैछौँ सबैजना। सो तपाईँहरू सबैजनाले चाहिँ 10 सेकेन्ड समय दिएर भए पनि रश्मि कुमारी घिसिङलाई चाहिँ जन्मदिनको शुभकामना दिन नबिर्स्नु होला है त। लाइक एन्ड फलो।